हेलो हाई नमस्कार सपोर्ट सपोर्ट दर्शक सर्वप्रथम तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ दर्शकबिनहरू फेरि एउटा ब्लग एउटा भिडियो बनाउँछु हेरेर साथ सहयोग सपोर्ट दिनु नपर्ने तपाईँहरूमाथि अनुरोध गर्दछु। आजको ब्लग भनेको चाहिँ विशेष गरी म स्कुलमा छु साथै ब्लग चाहिँ विशेष गरी हाम्रो दाजु जेठा चाहिँ गोर्खा फाइनेन्समा काम गर्नुहुन्छ। त्यही संस्थाबाट स्कुलमा चाहिँ स्वेटरहरू लिएर आउनु भएको छ भाइ बहिनीहरूलाई, जाडोको स्वेटर। यसै विषयमा रहेर म एउटा यो ब्लग बनाइरहेको छु। सुन्दिनँ त्यसरी हेरिदिनु अनुरोध गर्दछु। फेरि अनि तपाईँहरूमाथि यहाँ स्कुल व्यवस्थापन संयोजक समितिज्यूहरू यहाँ सम्पूर्ण यहाँ उपस्थित हुनुभएको सम्पूर्ण यहाँ सदस्यज्यूहरू अथवा यहाँ हाम्रो गाउँ समाजज्यूहरूमा चाहिँ म धेरै धेरै धन्यवाद भन्दै यो आजको विशेष कार्यक्रम मात्र नभएर यहाँ आज ठुलो मान्यता र ठुलो महत्त्वपूर्ण विषय लिएर उहाँ आउनुभएको हुँदाखेरि यो विषयलाई चाहिँ हामीले मेरो हृदयदेखि म एकदम खुसी भएर चाहिँ हाम्रो हाम्रो विद्यार्थीको लागि हाम्रो स्वेटर उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै यहाँहरू सबैमा म यस विद्यालयको प्रशासनको प्रमुखको हैसियतले यहाँहरूमा सर्वप्रथम म हार्दिक नमस्कार टक्राउन चाहे र आजको यो विशेष कार्यक्रममा गोर्खा फाइनेन्स लिमिटेडबाट हाम्रो यस विद्यालयको 1 कक्षादेखि 5 कक्षासम्मको जम्मा विद्यार्थी संख्या 40 जना विद्यार्थी संख्याका लागि जाडोमा न्यानो स्वेटर वितरण गर्नका लागि गोर्खा फाइनेन्स लिमिटेडबाट यहाँ पाल्नुभएका हाम्रा अग्रज दाजु केही भूमिमा जन्मिएर आफ्नो कर्मथलोको सिलसिलामा लामो समय निजामती कर्मचारी भौतिक मन्त्रालयको गर्म्यमय पद उपसचिवसम्म सम्हालेर त्यहाँबाट निवृत्त भई गोर्खा फाइनेन्स लिमिटेडबाट सञ्चालन सामाजिक सहकारी अन्तिम त्यस्तै मैले अलिकति बोलेँ यो अहिले उहाँबाट गर्छ। हाम्रो विद्यालयलाई एउटा छनौट क्रममा पारेर उहाँले जाडोमा न्यानो कपडा स्वेटर वितरण कार्यक्रम लिएर आउनुभएको छ। त्यसैले गर्दा म आजको यो कार्यक्रमलाई आधिकारिक कार्यक्रमका लागि कार्यक्रम सञ्चालन गर्न गइरहेको छु र कार्यक्रम सञ्चालन गर्नका लागि आजको यो स्वेटर वितरण कार्यक्रममा अध्यक्षता ग्रहण गरिदिनका लागि यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सकलमान राईज्यूलाई आएर आफ्नो अध्यक्षता ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसै गरी आजका हाम्रो प्रमुख आकर्षक विषय लिएर यहाँ उपस्थित हुनुभएका हाम्रा प्रणदीय दाजु युवराज राईज्यूलाई आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि म यहाँ हार्दिक अनुरोध गर्दछु। यसै गरी यही कार्यक्रममा साथै आउनुभएका हाम्रा भाउजू उहाँ पनि स्वास्थ्य क्षेत्रमा लामो समय कार्यरत रही अहिले निवृत्त हुनुभएका हाम्रा भाउजू
कमला राईज्यूलाई पनि यस कार्यक्रममा आएर आफ्नो प्रमुख अतिथिता ग्रहण गरिदिनु हार्दिक आमन्त्रण गर्दछु। यसै गरी आसन ग्रहणको सन्दर्भमै मैले लाइदिनु न तिमीले भिडियो गरेको फोटो भिडियो नमस्कार सुहाना भयो सुहाना भएको छैन खोइ सुहाना युवता खोइ युवता अपाङ्ग अलि ठुलै छ अलि ठुलै युवतालाई ठुलै सरस्वती सरस्वती सरस्वतीले ल्याइसक्यो सरोज
भाइ म्याडमहरु संस्कार कतिकै सिकाएको हुनुहुन्छ हैन म्याडमहरुलाई सबिन खत्री कक्षा 2 बाट नमस्कार गर नमस्कार दिव्या राई दिव्या राई संस्कार कस्तो छ रोमियाङ आर्यन राई आर्यन राई सलिना राई सकलमान कक्षा 3 रिमान राई रोनल राई नमस्कार अर्पण राई नमस्ते सफलता राई पुष्पा परियार आउनुहोस् पुष्पा परियार कसको छोरी हो नाम भन्देऊ दीपना राई दीपना राई 32 के दिँदा पनि हुन्छ 32 के नमस्कार गर कक्षा 4 बाट उर्मिला राई हैन अनि त्यो लक्ष्मी त छुट्यो त लक्ष्मी कहाँ कति दुईको लक्ष्मी छुटेको रहेछ लक्ष्मी राई आऊ लक्ष्मी राई छुटिरहेको छुटेको हो तिमी नमस्ते अब उर्मिला राई कक्षा 4 को उर्मिला राई आयो उर्मिला राई तिमी श्रेया राई स्टुपिसन राई अहिले गरौँ न युएसना राई कति कक्षामा अभी सानो छ ल ठीक छ शीतल राई कसको छोरा हो
कक्षा 5 बाट शिशुबाट एकजना सुनेको ड्रिमसन राई ड्रिमसन राईले ड्रिमसन राई ल अब कक्षा 5 बाट अमिषा राई सदीक्षा खत्री समीक्षा खत्री धर्म ध्वज खत्रीको चाहिँ नाति आयो कि रञ्जन राई सिजन राई अब हामी कोही भइसकेको होला कोही बाँकी रहनु हो तिनवटा साइड के तिनीहरूले दुईवटा गएको ल हामीसँग अब यहाँ एब्सेन्ट हुनुभएको 3 जना विद्यार्थीहरूको बाँकी छ यो हामीलाई जिम्मा दिइसक्नु भएको छ र यो चाहिँ एब्सेन्ट हुने बच्चाहरू पर्सि आइतबार आएर अफिसमा सम्पर्क राख्नु होला तपाईहरुको पोसाक सुरक्षित साथ अफिसमा रहनेछ धन्यवाद हुन्छ र अब नानी बाबुहरु हेर्नुस् तपाईहरु खेल्ने क्यारेमबोर्ड पनि उहाँले ल्याइदिनु भएको छ अब यो क्यारेमबोर्ड भोलिदेखि तपाईहरु मजा आएर साथले खेल्नु होला ल खेल्नु है कति मजा लिएर यो खेल्ने जति पर्दैन जाप उयो पनि गोटी पनि ल यो बोर्डको छेउमा पनि यता पनि अहिले यहाँ त्यहाँ पढ्नु दिएको नानीहरु बस्छ त अब
हजुर अहिले त राम्रो भयो टोपी पनि आफ्नै रहेछ मैले होको सबैको टालिया हो अलिकति अरू धारातिर